गुड मर्निङ गाइस, हजुरहरूलाई स्वागत छ फेरि पनि विद्यास ब्लगमा। र म छु अहिले अपार्टमेन्टमा। अनि म चाहिँ हिजो आएको आइपुगेको होइन, अनि इजरायल। अन्त अब सबैलाई सोध्दै जान्छु, मैले कसैलाई नबिसिकिन सबैजनालाई कसरी ल्याइदिएर आएको छु। अब सोध्छु क्या काकालाई पनि होइन, तर तपाईँको छुर्पी छुर्पी होइन। अनि अब सोध्दै जान्छु को कोले के गर्दो रहेछ हेर्नुहोस्। आज स्याटरडे हो, छुट्टीमा आएको थियो मेरो साथीभाइहरू होइन, भेटिङ मजा गऱ्यौँ, इन्जोय गऱ्यौँ। अनि मेरो भाइ बडीहरू त घुम्नु गएको छ साथीहरूसँग। म एकदमै टायर्ड भएकोले गर्दा म गइनँ होइन। अनि बर्थडे सेलिब्रेट पनि गरिहाल्यो हिजो राति प्रणिताको। अनि अब म सोध्दै जान्छु को कोले के गर्दो रहेछ अपार्टमेन्टमा। हेर्नुहोस् है गाइस, यहाँनिर छ हाम्रो अलवेज भन्दा पनि अलवेज दामी एभरग्रिन मेलक। लु के गर्दो रहेछ उसले? पापड चाख्दै रहेछ हो। अनि म एक दुईवटा क्वेसन सोध्नु पर्यो, मैले के ल्याइदिनु भन। मलाई के भटमासको अचार, भटमास, त्यसमा उयो छ नेवारी अचार, न्युटेला, भटमास, बदाम सबै छ। थ्याङ्क यू सो मच। अन्त कभर, फोनको कभर, छुर्पी, मिठाई, अन्त मेन थिङ सिकुटी हिजो खाएको क्या। पापालाई थ्याङ्क यू भन्नु त्यसको लागि। लु यहाँ हाम्रो अर्को आयो, यहाँ ऊ चुलबुली। लु बन्तो लु भन। धन्यवाद। यहाँ मलाई आएकोदेखि खल भइसके पत्ताइन मैले के बनाएँ जेलले खाना। फर्स्टमै आएर यसले मलाई केही गरेन कि, फर्स्टमै ब्याग हेरेर ब्यागभित्र लगेर चाहिँ खोताल्ने चाहिँ यही केटी हो नि। फेरि अब उयो ल्याइदिनु भयो, फोनको कभर 2टा पाएँ मैले। अन्त त्यहाँदेखिको नेल पलिसहरू ल्याइदिनु भएको छ। अन्त मिठाई, छुर्पी, अचार, करेन्ट, मिठाईहरू। थ्याङ्क यू सो मच। थ्याङ्क यू अङ्कल उयसको लागि, मासुको लागि, सिकुटी है, सिकुटीको लागि मिठो भएको थियो। यहाँ वर्ग, यहाँ हाम्रो आजको मास्टर सेफ भनौँ न होइन, आजको खानाको मेन अब हात हालेको चाहिँ यहाँ छ होइन। अल्छी नगरिकन हामीलाई खाना बनाइदिनु भइरहेको छ दादा यहाँ अलिकति। लु अनि अनि के पाउनु भयो, अनि कस्तो के लाग्यो भन्नु। लाज लाग्दैन त्यस्तो भन्नु केमले होइन। मैले चाहिँ पाउनुमा चाहिँ मैले के पाएँ भन्दाखेरि मैले धेरै कुरा पाएको छु। गर्नु मिल्दैन, त्यसै कारणले गर्दा खुसी हुनुहुन्छ नि एकदम एकदम भयो। के भन्नुहुन्छ? कस्तो मिठो सिकुटीहरू खाएन हिजो, कस्तो मेहनत गरेर पापाले बनायो। अङ्कललाई पनि सिकुटी बनाइदिनु भएकोमा एकदम धन्यवाद छ है। लगेर पनि गएको छ अझै। आज चाहिँ यहाँ बिहार चाहिँ लु भयो, भित्र आउँदैछु अब भयो होइन। यहाँनिर चाहिँ हाम्रो नयाँ होइन, वेलकम इन माई ब्लग। आपका नाम? मेरो नाम है राज। मणिपुरबाट। ए नेपाली बोल्नु हुँदो रहेछ? नेपाली मणिपुर त हजुर नेपाली। म चाहिँ इजरायल आएको 25 डेज भयो। ए नयाँ हो? मेरो फर्स्ट छुट्टी। ए फर्स्ट छुट्टी कहाँ हुनुहुन्छ अहिले? कहाँ काम छ? ए किरेत हो न। हुन्छ फर्स्ट है, धेरै खुसी लाग्यो, मजा लाग्यो अपार्टमेन्टमा नि साथीभाइ सबैजना राम्रो। हुन्छ थ्याङ्क यू। अब हाम्रो यहाँ कोले के गर्दो रहेछ हेरौँ। ढ्यान्टेन ए मेलकको भयो, पैसा हातमा पोका राखेर हो अल टाइम। आमामा कता धनी भएको छ न त। सेकेन्ड बोलाइ त भाइ। लु अनि के भन्नु चाहन्छ के पायो भने त खुसी छ नि त? खुसी छु है। ल थ्याङ्क यू सो मच। पुरा पाएँ, खानेकुरा पाएँ, फोन कभर्स अनि मासु, स्पेसली सुकेको मासु। एन्ड आन्टी अङ्कललाई पनि थ्याङ्क यू सो मच। ब्लग थ्रु भयो यति नै। लु यहाँ छ हाम्रो लकी। अनि के भन्नु छ? थ्याङ्क यू फर हिजोको सिकुटी, मजा लाग्यो। अनि छुर्पी अनि अचार सब मिठो थियो, अचार चाहिँ एकदम मिठो लाग्यो।
मिठो लाग्यो ल यहाँ अरू पनि त सुतिरहेको छ अब उसको इन्टरभ्यू नलिङ होला अहिले भर्खर होइन र अब यहाँ हेर्दै जाउँ कसले के गर्दो रहेछ भन्दाखेरि चाहिँ ल गाइस यिनीहरू त अब धेरै खटिरहेको छ होइन बिचराहरूलाई डिस्टर्ब गर्नु पनि भएन होइन पसिना खै पसिना देखिन र गाइस अब यही थियो हाम्रो अरू त साथीभाइहरू बहिनीहरू त घुम्नु गइसकेको छ होइन मेरो यो सानो भ्लगै थियो जस्ट मैले अब कसले के गर्दो रहेछ कस्तो के लाग्योहरू भनेर चाहिँ जस्ट सोध्नु थियो होइन अनि यतिकै हो भन्नुपर्दाखेरि चाहिँ म चाहिँ एकदमै टायर्ड भएको छु नि त हिजो ट्राभल अब लामो थियो नि त मेरो धेरै लामो ट्राभल होइन अनि अब त्यही हो गाइस मजाले रेस्ट गर्छु भोलि मात्रै ड्युटी जोइन गर्ने हो होइन अनि त्यही हो फ्यामिलीले फोन गर्दै थियो तर म आज जानु सक्दिनँ किनभने अब मेरो माइन्ड चाहिँ डल्लै मेरो घरमा उतैतिर नै डुलिरहेको छ म इजरायल आएको छु भने अब सपना जस्तै होइन अलिक दिन यस्तै हुन्छ अरे जतिजनालाई म अब छुट्टीहरू जो लिएर आएको हुन्छ नि सबैलाई सोधेको होइन उनीहरूलाई पनि त्यस्तै नै हुन्छ अरे र मलाई पनि त्यस्तै भइरहेको छ होइन अनि अब त्यही हो भोलि आफ्टरनुनतिर मात्रै म ड्युटी जोइन गर्छु गाइस लु गाइस भन्दा नभन्दा मेरो बहिनी मेरो भाइ उनीहरूको साथीहरू पनि आइपुगिसक्यो होइन म उनीहरूलाई पनि सोध्छु के कस्तो रहेछ लु प्रणिता के छ खबर लु हिजो बर्थडे बनाइहाल्यो प्री बर्थडे अब यस्तो छ नि त इजरायलको काम हो होइन बर्थडेको दिन बर्थडे बनाउनु पाउँदैन प्री बर्थडे भयो अनि आन्टीले पनि हेरिरहेको होला मेरो ब्लग हेर्दै रहेछ हुन्छ लु तपाईँको छोरीलाई तपाईँको सामान मैले दिइसकेँ तपाईँहरू होइन अब अरू हेर्दै जाउँ है लु अब त्यसरी नै हाम्रो यहाँ भाइ बहिनी उनीहरूको साथीहरू आइसकेको छ लु आम्बो भर्खर बिचमा गएर आएको होला यिनीहरू होइन अनि कस्तो रह्यो त फर्स्ट डे हो छुट्टी सेकेन्ड हो अनि कहाँ गइरहेको अहिले चाहिँ कस्तो भयो त मजा आयो अनि यहाँ बहिनी पुरा मजा आयो मेरो फर्स्ट छुट्टी सबभन्दा ढिली मेकअप त निकै नगर्ने तर लुगा नापेर हैरान सबैलाई ढिलो बनाउने चाहिँ यहाँ रहेछ है लु यो ग्रुपमा चाहिँ लु यहाँ हाम्रो भाइ लु क्याप चाहिँ खोल्नु पर्यो कस्तो रह्यो त आजको छुट्टी बोट खेल्यो बोट खेल्यो है मजा आयो अन्त भन्दाखेरि सामानहरू भेटाएर के कस्तो खुसी लाग्यो प्रतीक्षाले के भन्ने दिदीलाई मेरो दिदीलाई हृदयबाट म धन्यवाद दिन चाहन्छु भाइलाई यस्तो दामी टी सर्ट पठाइदिएको छु म तँलाई एकछिन भिडियो कल गर्छु है भिडियो कल आफै गर्छु टी सर्ट लगाएर टी सर्ट लगाउँछु त्यहाँदेखि म भिडियो कल गर्छु थ्याङ्क यू सो मच खै बुहारी बाहिर गएको छ एकछिनमा हाम्रो बुहारीलाई सोध्नुपर्ने छ है मिड डे मिल बस्छ अरे लु आजले हो सबभन्दा टन्टेरी हो सबभन्दा भजा मिड डे मिल यहाँनिर चाहिँ अब हाम्रो बुहारी लु भन्नु पर्यो कस्तो रह्यो आजको दिन एकदमै दामी पुरा इन्जोय गर्यौँ होइन हाम्रो यदि अझै टाइम भएको भए हामी फेरि 2पल्ट ट्रिप गर्ने वाला थियौँ तर हाम्रोमा टाइम थिएन अफकोर्स हो नेक्स्ट टाइम चाहिँ जरुर 2पल्ट हामी खेल्नेछौँ बोट अन्त यो चाहिँ अब मैले भ्लग बनाएको चाहिँ खासै कसले के पायो कतिको खुसी छ भनेर सोध्दै आएको अनि ओके त्यसको लागि हो भने चाहिँ हाम्रो फर्स्ट अफ अल हाम्रो प्रतिसाथीलाई धेरै धन्यवाद होइन उहाँले मलाई यो पुरा मन पऱ्यो मैले यो चाहिँ लगाइ पनि हालेँ होइन टी सर्ट चाहिँ हामी नेक्स्ट टाइम लगाउँछु अन्त त्यहाँदेखि उयो कानमा लगाउनु पनि पुरा मन पऱ्यो हो अन्त हाम्रो यहाँ आदरणीय हाम्रो दिदीलाई पनि धेरै धन्यवाद उहाँले पनि धेरै कुरा ल्याइदियो अन्त आमा र पापालाई मिठो भयो मासु पुरा भात खाएँ उयो के भन्छ भैँसीको मासु र गोरुको मासु मिठो भयो लभ यु यहाँ बहिनीलाई भिडियो कल गरेर पनि भन्नु थालिसक्यो यहाँ हाम्रो बहिनी भिडियो कलमा उहाँले पठाइदिनु भएको सामानहरू एकदम मन पर्यो अरे हाम्रो भाइलाई अब चाहिँ खाना खाने यहाँनिर मिड डे मिल चाहिँ होइन हौ यो मुइनी हाम्रो दादाले एकदमै दुःख गरेर बनाउनु भएको दादा थ्याङ्क यू मिठो खाना बनाइदिनुको लागि मिठो खाना बनाइदिनु भएको लागि होइन ल हामी खाना खाने
लु गाइस तपाईँले हल्ला खल्ला सुनिहाल्नु भयो होला कतिको हल्ला छ हाम्रो अपार्टमेन्टमा होइन आज एकदमै भिडभाड होइन र एकदमै मजा आइरहेको छ मलाई त यस्तो फिल भइरहेको छ कि म चाहिँ दार्जिलिङमै छु म घरमै छु जस्तो फिल भइरहेको छ मेरो डल्लै मन तनेर डल्लै उतै घुमिरहेको छ तर पनि अब ठिकै छ अब आइपुगे सेफली होइन त्यही प्रभुलाई धन्यवाद अनि त्यही हो अब आजको मेरो यो सानो भ्लग म यहीँ राख्न चाहन्छु र किप वाचिङ होइन विद्यास भ्लग माया गर्दै जानुहोस् जो जति नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्दै गर्नुहोस् मेरो भ्लगलाई ल थ्याङ्क यू फर वाचिङ नेक्स्ट भिडियोमा चाँडै भन्दा चाँडै भेटौँ ल बाई